यो चाहिँ के भन्छ अरे उहाँ ताप्लेजुङको लिम्बुनी हो। ताप्लेजुङको लिम्बुनी एक नम्बरको फटा काट्छ दिनसितिकै गल्ती छ दिन हुनु पर्दैन काट्छ यसले चाहिँ काट्छ है। म चाहिँ एकदम मेरो अनुहार आछ डल्लो आछ छैन राम्रो आछ। म चाहिँ एकदम सोझियो। त्यो चाहिँ पश्चिमको हेरी एकजना मेन पूर्वको लास्ट होइन एकजना पश्चिमको हामी दुईजना भेटेर यहाँको रोमनियन सबलाई काट्छ खुकुरी नभएर मात्रै बाँचेको क्या अहिलेसम्म खुकुरी छैन। खुकुरी हाम्रो त्यो गोर्खाली खुकुरी छैन क्या त्यही भएर त्यो मैले 20 रुपियाँ चाहेँ भने त यही नङले नि मैले 20 रुपियाँ चाहेँ भने त यही नङले नि मैले नचाहेर देख्नुभयो साथीहरू म कति सोझो छु। मेरो त अझ नङै छैन र यो मेरो आजको छोटो भ्लग हो ल ठिक छ। छोटकरी भ्लग हो क्या अरूले बोले अरूकै उयो गरिराख्नु छोटकरी भ्लग स्वागत छ। स्वागत गर्ने जुटेर भ्लग ल गाइज ल बाई पिसा भएर टुर्काइदेऊ न यही हुँदै यस्तो भाइ टुर्काइदेऊ न यही हुँदै यस्तो भाइ यसलाई चाहिँ पिसाब लागेछ अरे कि अनि टिस्यु चाहिँ छैन होइन अनि यो कुकुरको भुत्लाले पुस्दिनु रे कुकुरको भुत्लाले नि पुस्दिनु रे क्या टिस्यु नै ल्याउनु बिर्सिन्छ कि खै यो त हेर त के गर्नु रे कुकुरको भुत्लाले पिसाब पुस्छु क्या पिसाब घरमा त लाग्छ हामीलाई टाइम छिर्छु अनि त्यो कुकुरले त्यो नाच्नु मा लास्ट गाह्रो भएर अब यहाँ झाडीमै मुट्नु रे है। खुल्ला दिशा मुक्त हौ मुद्देऊ पातले पुछ आएन हौ मुट भाग्यो मुट्नुलाई। टोपी दिएछ गाइस चाहिँ यो मुट्नु लाग्यो। लास्ट इयर मुताई कस्तो भयो सिस्नु चाकमा सिस्नुले पोल्यो येमा चालै उठ्यो कि खै चाक हेरौँ त चाक हेरौँ त ए यहीँ रहेछ सिस्नु सिस्नु गाडीमा मुटेर ल फाइनली गाइस हाम्रो मुटाई चाहिँ एकदम सम्पन्न भयो राम्रो भयो। सिस्नुले हाम्रो चाक घोचेर अब के भयो ठिक छ। पाठे गरेर बिग्रिने समस्या भएन नि त पाठे गरेर किडनी बिगार्नु भन्दा चाहिँ हामीले बरु सिस्नुको पोलाई सहन सक्छौँ त्यही भएर हामी नेपाली हो नि त त्यही भएर रिक्समा राख्न सकिँदैन ल यही हो हाम्रो भ्लग मुटाई भ्लग चाहिँ यो ल हाम्रो